आज चाहिँ मलाई चाहिँ एकदम नराम्रो इन्सिडेन्ट भनौँ न घटना घट्यो कि अब म माथि अब तपाईँहरूलाई चाहिँ अब नराम्रो लाग्छ कि लाग्दैन थाहा छैन तर मलाई चाहिँ नराम्रै फिल भयो किन भन्दाखेरि म भन्छु है तपाईँहरूलाई पुरै कुरा भन्छु म चाहिँ यहाँबाट घरबाट के बहिनीहरूसँग दुईजना बहिनीहरूसँग पुलतिर घुम्न गएको थिएँ यत्तिकै हावा खानलाई के घरमा लाइन पनि काटेको थियो नि त अनि त्यही भएर मजाले हावा खान जाम्ला भनेर गएको पुलतिर अनि त्यहाँ मान्छे बसेको थियो कि एउटा केटा मान्छे बसेको थियो यस्तै 25-26 वर्षको मान्छे बसेको थियो होइन अनि म चाहिँ चुप लाएर हामी चाहिँ यत्तिकै गफ गर्दै बसिरहेको थियौँ बहिनी र म अनि दुईजना बहिनी र म अनि त्यो मान्छेले ओए ओए भनेर बोलायो कि अनि अब हामी तिनजना बाहेक कोही छैनौँ नि त त्यहाँ पुलमा अन्त मलाई चाहिँ हामीलाई जस्तो लागेको थियो अनि पछि चाहिँ अनि म चाहिँ चुप लाग्यो अनि हामी चुप लागेर आफ्नै सुरुमा थियौँ अनि त्यो मान्छे चाहिँ अगाडि आएर अनि मलाई ओइ तिम्रो नाम के हो भनेर सोध्यो होइन अनि मैले किन र भनेर भनेँ कि अनि अब नचिनेको मान्छेलाई आफ्नो नाम भन्न हुन्न नि त अनि त्यही भएर किन र भनेर सोधेँ अनि त्यो मान्छेले भन न भनेर भन्यो अनि म चाहिँ अनि मेरो बहिनीले चाहिँ सृष्टि परियार भनेर भनेको थियो कि अनि मेरो नाम अनि त्यो मान्छेले चाहिँ यस्तो अरे कि छ्या सृष्टि परियार सृष्टि परियार भनेको चाहिँ कि छ्यास परियार अरे के मलाई त अब परियार छ्या परियार अरे अन्त के भन्छ भनेको सुन्नु न छ्या परियार गुरुङ मगर भएको भए त एकदम राम्रो हुन्थ्यो झन् अरे के अब म जे भए पनि त्यो मान्छेलाई के मतलब के है गुरुङ मगर भएको भए नि झन् राम्रो हुन्थ्यो भन्यो अनि मैले चाहिँ के भन्नु खोज्नुभएको र तपाईँले भने होइन कि गुरुङ मगर भएको भए नि एकदम राम्रो हुन्थ्यो भने है मलाई अनि मैले चाहिँ अनि छ्या चाहिँ किन भन्नुभएको नि भने मैले झुक्केर अरे के छ्या परियार भनेर भन्छ र अनि के अरे अनि म चाहिँ चुप लाएर अनि हामी चाहिँ घर आयौँ कि यस्तो मान्छेहरूसँग बोलेर नि काम छैन नि त अब आजभोलिको मान्छेहरू त कस्तो नराम्रो हुन्छ अब कोही अब एकजना अब बच्चा देख्यो भने त अब किडन्याप गरिदिन सक्छ नि त अनि त्यही भएर अनि त्यो मान्छेको बोल्ने तरिका चाहिँ मलाई मनै परेन होइन त्यो मान्छे चाहिँ लगभग 25-26 वर्षको जस्तै उमेरको थियो कि अब हेर्दा नि पढेकै मान्छे जस्तो थियो अब पढे नपढे नि अब त्यो पढाइमा त उस हुँदैन तर त्यो मान्छेलाई चाहिँ संस्कार चाहिँ एकदम जिरो दिएको रहेछ नि उनीहरूको परिवारले चाहिँ त्यो मान्छेलाई चाहिँ संस्कार एकदम जिरो दिएको रहेछ यदि त्यो मान्छेले यो भिडियो हेरेको भने मलाई चिनेको भने त्यो आज भर्खरै भनेको हो कि त्यो मान्छेले चिने मलाई देख्यो भने यो भिडियोमा तेरै कुरा गरेको हेर तैँले के भन्छ अरे इङ्ग्लिस क्लास पढ्न जा अनि तँभन्दा सानो बच्चाहरू हुन्छ नि हामी जत्रो होइन कि 5-6 वर्षको बच्चाहरूलाई मलाई संस्कार कस्तो हुन्छ भनेर सिकाउन भन् बुझिस् तेरो संस्कार राम्रोसँग के भन्छ अरे तेरो घरको परिवारले तँलाई संस्कार नसिकाएको रहेछ तँभन्दा बच्चा घर वरिपरि छरछिमेकीमा छ भने त्यो बच्चाहरूसँग गएर के अरे संस्कार सिक मैले यो भिडियो हाल्नुको कारण चाहिँ अब त्यो मान्छेले झुक्केर भए पनि यो भिडियो देख्यो भने चाहिँ प्लिज होइन तिमी चाहिँ पढ्न जाऊ के बुढाहरूसँग 5-6 क्लासको बुढाहरूसँग पढ्न जाऊ बुझ्यौ मान्छे हेर्दा चाहिँ बुढो जस्तो थियो 25-26 वर्षको थियो संस्कार भन्छ जिरो रहेछ होइन